साथीहरू, बाघ बाघै हो, कलर मिल्दैमा बिरालो हुँदैन। यो भनाइ मेरो होइन, यो भिडियोमा हेर्न ल। बाघ र बिरालो छुटाउँदैछ हाम्रो माननीय जीवहरू। बाघ बाघै हो, रङ मिल्दैमा बिरालो बाघ हुन सक्दैन। बाघ त हुँदै होइन, कुनै पनि अवस्थामा बाघ होइन, बिरालो नै हो। बिरालो पनि त्यो फेम्बर हो। अघि एकजना मान्यज्यूले भन्नुभयो यहाँ बाघ होइन भन्नुभयो। बाघ बाघै हो, रङ मिल्दियो भन्दैमा बिरालो बाघ हुन सक्दैन। तपाईँहरूको यो क्रान्ति के भन्ने चिज कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि। हरेकको जन्म त विदेशमै भयो हो नि त। चाहे 12 बुधेको कुरा गर्नुहोस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुहोस्, यो मैले भनेको होइन। पूर्व राजदूत भइसकेका मान्छेले बोलेका अहिले स्टेटमेन्ट हेर्नुहोस् र स्वयं भारतका तत्कालीन विदेश मन्त्री सुषमा स्वराजले संसदमा बोलेको तपाईँले राजा कसरी फाल्नु विदेशीको आडमा भनेर त प्रष्ट बोलिसकेका छन्। यो संविधान र यो व्यवस्था त उनीहरूले ल्याइदिया हो नि त। राष्ट्रवादी भने राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो। अब बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त कहीँ? बिरालो बिरालो नै हो। त्यो भए हुनाले यो देशको इतिहास हो राज संस्था। ठिक छ, तपाईँहरूलाई कुरा चित्त बुझ्दैन। बाघ बाघै हो, रङ मिल्दैमा बिरालो बाघ हुन सक्दैन। राजा राजै हो। यसको इतिहास छ आफ्नो देशमा। बाघ सम्झेर त हामीले जङ्गलमा राख्यो नि, नभए त यता यदि राजामा नारायण हिँडेमा ल्याइहाल्छ नि। त्यो बाघ हो भने पो अनि जङ्गलमा ठ्याक्क उता मृग सिर्ख के खान पाइन्छ उतै जङ्गलमा बसोस् भनेर उतै राखेको।